भिडियो। सो आजदेखि फेरि हामी आज खोज्न जाँदैछौँ हामी भिलेज र केही न केही सुरुवात गरी हामी सिधै जान्छौँ आज भिलेज खोज्नको लागि। बिना केही बक्सुदेखि यही भिडियोमा अगाडि बढाउनु छ। र सबभन्दा पहिला चाहिँ हामीलाई खाना चाहियो जुन मैले यता स्मेल ढुङ्गा राखेको थिएँ। यता ऊपर रहेछ के अरे हाम्रो आर्मरको लागि सामान। ल सबसे पहिला चेस्टमा हेरौँ के सामान छ। हामीलाई एउटा त्यो के भन्दाखेरि स्याडल बनाउनु पर्ने छ, किनभने स्याडल बिना थोरै गाह्रै हुन्छ। त्यही भएर हामी सुरुमा स्याडलै बनाउँछौँ। स्याडल बनाउनको लागि के चाहिन्छ यस्तो हेरौँ। त्यसको पहिला आर्मर बनाऊँ। एउटा यो चेस्ट बुट अनि लेगिङ सोर्ड एक्स भयो। अब स्याडल यहाँ स्याडलको लागि तीनवटा यो के भन्दाखेरि तीनवटा होल के अरे लेदर चाहिन्छ। अब तीनवटा लेदर कलेक्ट गरौँ। तीनवटा लेदर कता छ? दुईवटा मात्र रहेछ, एउटा छैन। एउटा नभए नि कसैलाई मार्नै पर्छ। अब त्यो हाम्रो सिपीमा छैन, त्यसको सट्टामा छ यो लामा। अहिले लामालाई मारौँ नछ क्या भाइ। दियो यसमै बनाउनु। त्यसैमा जोडे स्याडल बनाऊँ। यो स्याडल पनि भयो, सिल्ड पनि भयो। यति भएपछि त भइहाल्छ नि। धेरै आइरन पनि बोक्नुहुन्न, त्यही भएर यही चेस्टमा राख्थ्यौँ। बोन राखौँ। डट चाहिँ यो पनि डट त क्लाइम्बिङ गर्न सजिलो हुन्छ, त्यही भएर विट राखौँ। एउटा विट लिएर के जाने। अनि यता एउटा बेड थियो कता, एउटा बेड अनि वुडन के अरे बो अनि एरो राखौँ। यति भएपछि त भइहाल्यो नि। ल अब हामी जान्छौँ सिधै भिलेजतिर खोज्न। ल हामी अब यही बाटो जाऊँ। अरू अब जस्तो खाने यो पनि प्रयोग गरौँ न। हड्डीहरू डग भेटाइन डगहरूलाई टेम गर्नुहुन्छ, त्यही भएर के हामी यो टनलले सिधै बाहिर निस्क्यौँ त। मैले एउटा अन्डरग्राउन्ड पाथ बनाऊँ, त्यो त सिधै निस्किन्छ क्या, त्यही भएर हो। सो म भिलेज खोज्नलाई चङ्क बेस भन्ने एउटा एपको युज गरेको छु, त्यही भएर गुगलमा गएर chunkbase.com सर्च गर्नु, आफ्नो सिडहरू हाल्नु अनि सिधै भिलेज भएको कोअर्डिनेट्समा लान्छ, त्यही भएर म चङ्क बेसै युज गर्छु। सो मेरो चङ्क बेसमा हेर्दाखेरि 216328मा भिलेज, त्यही भएर हामी भिलेज खोज्न जाँदैछौँ। सो भिलेज चाहिँ यसको अनुसार कता होला, यता यतितिर एकर्डिङ टु त्यो चङ्क बेस। हेरौँ हुन्छ कि हुन्न। अगर भिलेज त्यो लोकेसनमा छ भने लाइक गर्नुहोस्, छैन भने अब म हेरौँ। घोडा पनि टिम भयो एकछिनमै। स्याडल भएको केही त फाइदा भयो। ए गाइस ल यहीँ त रहेछ यार, मैले समय हेरेन क्या। चङ्क बेसले भनेको चाहिँ ठिकै रहेछ। 216 कहाँ रहेछ हेरौँ। यसले भनेको यहीँ हो, ठ्याक्कै यही लोकेसनमा रहेछ भिलेज। ल यो भिलेज त भेट्यौँ। अब हामी अर्को भिलेजतिर खोज्न जाऊँ है त गाइस।
अर्को भिलेज पनि नजिक त रहेछ तर त्यो धेरै टाढा रहेछ क्या, माइनसमा रहेछ क्या। अहिले भिलेजलाई छोडिदिउँ, पहिला त्यही माइनसहरूको भिलेजमा जाऊँ न त। मैले त्यही भएर उसले आएकै यो डट ब्लकहरू। अब हेर्नु यस्तरी आउट अफ हुने जानुपर्छ भने नभागे भाइ। अब हामी अर्कोमा जाऊँ। त्यो भाग्छ जस्तो लाग्यो मलाई, किनभने यो भिलेज लास्ट नजिक भयो। हामीले अझै सामान चाहियो नि त, त्यही भएर भिलेज मात्रै हन्ट गरौँ। पेट पनि चाहियो नि त डग, त्यही भएर त्यति बोन राखेको मैले। मैले अहिलेसम्म हेरेको थिएन कि त्यति नजिक छ भनेर। थोरै त्यो नि त सर्कलभित्र भएको थोरै माइनस साइड हुन्थ्यो। अब छैन, के गरौँ। सो हामी अब कहिले त भिलेज ट्रेडिङ हल बनाउँछौँ। सो गाइस आइपुग्यौँ। घोडा चाहिँ कता रहेछ, नजिकै रहेछ, त्यही हवस् मानौँ। के भाग्दैन रहेछ। ओए आइज, ओए 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 उता नजा, उता नजा, उता नजा, फेरि म भागमा गाह्रो हुन्छ क्या। यसको नाम के हो नि, यो मरिहाल्छ अब। दुनिया जमाने से रिश्ते निभाए। एउटा ब्लक थियो भने त्यसमा त आइहाल्यो नि भिलेज। कुद्यो, ए छोड्दा भाइ। लगाए साथै यसको र मेरो नाता टुट्यो। सपना टुटा तो दिल धडकता। गाई चाहिँ सिन्डोकमा मेरो पङ्खै चलेन। पङ्खालाई नि खै 10 तार जस्तो भयो। मेरो पङ्खाले 10लाई भने केउडी रोक्नु, मलाई पनि त्यही हो। मलाई पनि थाहा छैन। अब के भने रेकर्डिङ बेच्नै रोकेपछि त म के गर्न सक्छु। खै रेकर्डिङ हो कि मोबाइलको होइन, मोबाइल पनि यस्तो ह्याङ गर्न थालिसक्यो। भिडियो एडिटिङ गर्नु पऱ्यो, स्पेस हटाउनु पऱ्यो, फेरि एडिटिङ गर्नु पऱ्यो, हटाउनु पऱ्यो। लाइफ पनि झन् छ क्या, मोबाइलले धोका दिएको त्यही गर्छ। हिमाल जस्तै त नि, एउटा लाइफ फेरि माथि गयो, फेरि एउटा लाइफ फेरि माथिबाट गयो, फेरि अहिले चाहिँ 2 चोटि भयो है। फेरि एकचोटि, फेरि माथि, फेरि एकचोटि, फेरि माथि। अब त सिधै सर्ट 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 फेरि माथि, फेरि एकचोटि, फेरि माथि। भेट्यो गाइस, फाइनली अर्को भिलेज पनि, तर घोडा घुमायो। यो भिलेज त ठन्डै सामान रहेछ। डङ्की र हर्सको, ताकि त्यो म्युल बनोस्। तर सधैँ पहिला खाना लुटौँ, किनभने आफू म्युल लागिसक्यो।
अब यो मेरोलाई त भएन होइन यत्रो मिहिनेत गरेर आएको भने सरी ल नरिसाउ है भिलेजर के भने बिचरा रिसाइदिइहाल्छ त्यही नरिसाउनलाई त हामी त्यसलाई त्यस्तो भनेको ल गाइस म किन उ नगरिकन यो हेबेललाई पुरै माइन्ड गरेर भेट त्योवटा चाहिँ मान्छेहरू एउटा मान्छे अन्त त्योवटा खाने ओहो नि किन दुईवटा बनाएर चाहिँ भयो सरी तिम्रो एरिया म गइहाल्छु त गाइस मर्नुहोस् त बाहिर किनभने म ठाउँ छोड्छु नि त मैले बुझेँ बल्ल तिनीहरू किन त्योवटा ठाउँमा नरहेछन् मैले त्यही भएर घरतिर लागन् किनभने आफ्नो भिलेज पनि लुटेन नि त ट्राइडिङ एउटा गीत सुनि जो तेरी मैंने त्यही जस्तो लाग्छ ट्राइडिङ त मलाई ओहो नि त तिमी भेटेर पो ट्राइडिङमा चाहिँ लाउनु त यता ट्राइडिङ भन्दा महाराजाको जिन्दगी दिन्छु म होइन स्टोरी तिमी त भुल पनि समात्छ रहेछौ फेरि कथा मन्थ्यो त्यो यता यस्तो टाइम हुन्छ फेरि कति छ यो नै यो यस्तो छुन नै मरिहाल्छ मर्यो बिचरा के गर्ने तिम्रो लाइफै जान्छ ओहो गाइस मेरो पो छ भाग्यमान रहेछु त म त फेरि म त भाग्यले लेखेको अभागी नै रहेछु म किनभने आइरन पनि छैन मसँग त यति भन्दै म त बिदा हुन्छु हस् त यो त थिएँ अर्को हात समाति भनेर सुनाउँदा लाभा भएर टिभी अरे भाइ यस्तो मान्छे हो म पनि यसरी टोड्न छोड अब यसको छेउमा के गरौँ हेर नि बोर्डलाई तर पनि के हुन वेस्ट हुन्छ जामा घरतिर के हातमा लिने त रहेछ चलो घर चलो राति फेरि एउटा अझै डग भेट्टायो है मेरो रेकर्डिङ बिचमा अफ भएर फेरि अन गरेको ढिला फाल्ने हो है मान्छेलाई होइन यसलाई खुम्छु नरोक्ने खै ओ मेरो अर्को ओए आइज यहाँ यो फिड भयो
यता आइदिएन न ब्रिडिङ होइन अब म हेरिरहेको कि हान्न छिटो अन्त दिनु अब हेरौँ कुन आउँछ ल चलो अब घर जानुपर्छ त्यही भएर म गाइस तल पुगेर भिडियो अन गर्छु सो गाइस म घर आइसकेँ अब यसै सामानहरूलाई नि यहाँ राखौँ सामानहरू त टन्नै छ चलो यहाँ आएको जति सक्छ क्यारेटले रोप्नु पर्छ पिसाइन्छ किनभने ओटिएम गर्न नि त चिनी खाऊ एहरू सर्ट हाल्ने यताबाट कस्तो सिड चाहिएको फेदर राख वन पनि राख क्यारेट चाहिने नबिर्खना लगाएपछि सही रोप्नु यति धेरै सामान आयो यिनीहरूलाई नि बस्नु त पर्यो बस आइज बस तिमीहरूलाई नि घरमा आइदिउँला म टेन्सन नलि पहिला आफ्नो घर बनाउँछु चलो गाइस लसँग सुरुको भिलेज लुटौँ अनि त्यसपछि आजको एपिसोडलाई यहीँ एन्ड गरौँ गाइस यो क्रिम्सन कोरु ल म यो सबै फास्ट फरवर्डमा गर्छु भ्याइदिएछ के गर्ने फास्ट फरवर्ड ल अब त्यही अघिको भिलेज छ सबसे पहिला एउटा राम्रो पिकेक्स चाहिँ हाल्नु पऱ्यो यार खन्नु पनि पऱ्यो नि त अब घोडा ल्याउन हर्स ल्याउन अनि अहिले यसको लागि स्टोर नै बनाऊँ दुईटा बन्छ नि त सो गाइस अब के भित्र थोरै गाह्रो हुन्छ त्यही भएर म अब 2x स्पिडमा यसलाई माइन गर्नेछु त्यही भएर सबैजना 2x स्पिडमा हेर्नु होला ल यहाँको नि चेस्ट बाँकी छ त्यही लुट्न आएको म चेस्ट र भिलेजर बाँकी छैन भिलेजरलाई किनभने त सार्ने हो नि त भिलेज चाहिँ ठिकठाकै रहेछ है ल सबसे पहिला कुन घर चाहिँ सुरु गर्ने यसमा ब्यारल मात्रै हुन्छ त्यही भएर नलुटे ल गिफ्ट
गाइस यो त ब्ल्याक स्मिथ पनि रहेछ नि त दुईटा चेस्ट भयो उता त छैन होला अब यो घर पनि खाली घर हो स्याडल पाए जस्तो हो होइन पो रहेछ त कुन गरेर लुट्ने ए यसमा भइहाल्छ नि त तिमीले मान्छे त होइन भिलेजरहरू पनि दयामान हुन्छन् क्या बिचरा आफ्नो घरलाई लुट्नु बोला कार्ड क्राफ्टेबलमा खै गाइस त्यसमा बन्डल भेट्यो भने त्यो लजिक कस्तो झ्याउ लाग्छ क्या गाइस बिरालो रहेछ यहाँ गाइस बिरालो रहेछ यहाँ गाइस बिरालो रहेछ यहाँ गाइस बिरालो रहेछ यहाँ धेरैमै टेम हाल्न सक्छु कि सक्दिनँ ल बो धेरै खाइस् तैँले दिएको त खाइदिएर गाइस अर्को बिरालो खोजौँ त्यसरी भइहाल्यो गाइस आज अब यो थोरै एउटा घर लुटौँ भिलेज लुटौँ त्यसपछि आजको एपिसोडलाई खतमै गर्छौँ किनभने मेरो रिकर्ड अब दुखिसक्यो त्यही भएर ओ गाइस डायमन्ड भेटायो आठवटा चेस्ट लुटिसक्यो अब कहिले जाने यहाँनिर अन्डरग्राउन्ड पात बनाएर यति नै होला बाबा भिलेज फेरि अगाडि गरौँला बहिनी नमस्कार आउँछु मङ्गल लगाइछ आजको लागि अब एउटा फोटो समातौँ गाइस 3टा डायमन्ड भेटायो क्राफ्टिङ टेबल पनि छ एउटा न घरै पनि त चिज बनामै त लगाइस मजा आउँछ त्यो चिज लिएर होला कता गई ल मजा आयो कि आएन मजा आयो चाहिँ मजा आउँछ क्या यतातिर यहाँ मजा आउँछ क्या टक्क लगाएर माथि साउन्ड आएपछि झन् मजा के यो पनि यो अब चिसो
कलारे दुईटा ब्लक माइन भइहाल्यो अप्सिडियन भन्छ होइन थोरै त गरेर त्यहाँ अडिनु थियो एउटा ब्ल्याकस्मिथ त्यसमा नि छस्सा हालेपछि त मजै आउँछ नि सो गाइस यसमा नि माइन गर्दाखेरि च्वास्स मजा आउँछ फेरि ल यो पनि माइन भइसक्यो ल पनि माइन भइसक्यो ल अब बिरालो घर छोडेर म पनि घरतिर जाम किनभने ऊ त्यहाँ एउटा चाहिँ बिरालो रहेछ यसलाई पनि टेम हाल्दै होला म त्यसो फेरि पानी परिहाल्यो थोरै यता आएको यता हुन्छ नि अब संसारी माया विचित्र मान्छे खाएर 8वटा चिज रहेछ टोटल 8वटा चिजबाट के सामान निस्क्यो त्यो पनि हेरौँला नि त घर गएर यहाँ एउटा फुल आइरन देखाइदिउँ सो गाइस आज म घरमै जानु सकेन यहीँ जस्तै नै गरौँला ल गाइस यहीँ माइन्डमै गरौँला के सामान भेट्टायो भनेर आज यहीँ एपिसोडलाई एन्ड गर्ने र गाइस हाम्रो पुरै भिलेज चाहिँ पाएको स्पियर बुक अनि यो भाइ के भन्दाखेरि यसलाई बन्डल ल यसमा त्यही नर्मल आइरन गोल्डहरू यसमा चाहिँ यस्तो यसमा बन्डलहरू हो यसमा स्टोन मात्रै हो एक्स अनि यो पिएक्स 3टा डायमन्ड ल गाइस आजको लागि यति नै हामी हजुरलाई भेट्छौँ भोलि टिल देन टेक केयर एभ्रीबडी गुड बाई सी यू म चाहिँ गएँ